गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छाप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईहरुलाई स्पष्ट पार्न चाहन्छु, जहाँ तपाई उभिरहनु भएको छ त्यो गणतन्त्र होइन। तपाईले गणतन्त्रको खोल ओढ्नु भएको थियो, लोकतन्त्रको खोल ओढ्नु भएको थियो। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तर तपाईको करतुत लुकाउनका लागि तपाईको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। त्यसैले उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले फेर्नुपर्ने धेरै कुराहरू छन्। त्यसैका लागि हामी प्रतिबद्ध भएर आएका छौँ। हामी हिंसाको विरोधी हौँ। कुनै पनि किसिमको लुटपाट हिंसाका गतिविधिहरू नहुन् भन्ने कुरामा हामी सचेत छौँ र लोकतन्त्र भन्दा उन्नत तन्त्र कहीँ कतै आजसम्म देखिएको छैन। यो कुरामा हामी स्पष्ट छौँ, प्रतिबद्ध छौँ। तर लोकतन्त्रको नाम दिएर आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, कुन बेला कतिखेर सरकारले मेरो आवाज थुत्नेछ मलाई थाहा छैन। मेरो आवाज थुतियो भने त्यो आवाज बन्न तपाईले प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। म लड्नको लागि तयार भएर बसेको छु। रासोपा कमजोर पार्न सकिन्छ कि, रासोपालाई फुटाउन सकिन्छ कि, रासोपालाई टुटाउन सकिन्छ कि, विभाजित गर्न सकिन्छ कि भन्ने कुरामा मानिसहरू लागि परिरहेका छन्। म तपाईलाई प्रतिबद्ध हुनको निमित्त आह्वान गर्न चाहन्छु। हामीसँग एउटै उपाय छ, जुन बाटो हामीले रोकेका छौँ, लोकतान्त्रिक उपाय। लोकतन्त्रको बाटो गरेर हामीले शान्त विद्रोह गर्यौं।